न राजालाई शान्ति हुन्छ न कुनै जनलाई शान्ति हुन्छ। त्यसैले समादरणीय सज्जनवृन्द, श्रीमद् भागवतमा एउटा उक्ति छ, म तपाईहरूलाई अनुरोध गर्न चाहन्छु। श्रीमद् भागवतको अध्याय नम्बर महात्म्य खण्डको चतुर्थ अध्याय 4औं अध्यायको 13वां नम्बर श्लोकमा एउटा श्लोक छ, पञ्चोग्र पापम छल छद्मकारिणा कुर्रा पिशाचा इव निर्दयाशय ब्रह्म स्वपुष्टा व्यभिचारकारिणा सप्ताह यज्ञेन कलौ पुनन्तिते। संसारमा 5वटा महाउग्र पाप हुन्छ। त्यो पञ्चोग्र महापाप जुन राष्ट्रले भोग्दछ त्यो राष्ट्र कहिल्यै पनि शान्ति हुँदैन, अस्थिरतामै रहन्छ। यो कुरालाई मनन गर्नुहोला। र पञ्चोग्र महापाप भनेको गद्दीमा आरोहण भएका राजा मारिनु, व्यासमा कथा गर्दै गरेको पण्डित मारिनु, कुनाभित्र बसेकी 11 दिनभित्रको सुत्केरी मारिनु, अनि गौशालामा बाँधिएकी गाई मारिनु, बाबुआमाको क्रियामा बसेको क्रिया पुत्री मारिनु। यो पञ्चोग्र पापम छल छद्मकारिणा कुर्रा पिशाचा इव निर्दयाशय यो श्रीमद् भागवतको श्लोक हो। यो मैले कुनै मुखले आफ्नो मनले बनाएको बनावटी कुरा होइन, त यो पञ्चोग्र महापापलाई निवारण गर्ने, राष्ट्र शान्ति गर्ने यो महायज्ञ हामीले पशुपतिनाथको प्राङ्गणमा गर्दैछौँ माघको 23 गतेबाट। र यो कार्यक्रमको समुद्घाटन हाम्रा अभिभावकज्यूहरूबाट हुनेछ। म अहिले नाम घोषणा गर्न चाहन्न। हाम्रो अभिभावकबाट हाम्रो कार्यक्रमको समुद्घाटन हुनेछ र कार्यक्रमको बीचमा प्रधानमन्त्रीको पनि उपस्थिति रहनेछ। आज मात्रै म बिहान उहाँसँग सल्लाह गरेर फर्केको छु यो बालुवाटारबाट। र यो कार्यक्रम कुनै अर्थ उठाउनको लागि आर्थिकमूलक कार्यक्रम होइन, यो राष्ट्रमुखी कार्यक्रम हो। र यति म कुरा हजुरहरूलाई जानकारी गर्न चाहन्छु। त्यो यज्ञको समापनको दिन शिवरात्रिको भोलिपल्ट 4 गते नेपालभरिका धर्माधीश, पीठाधीश, महन्त, तपाईहरूले कहिले नदेख्नु भएको धर्मगुरुहरूको उपस्थिति त्यहाँ रहनेछ। सम्पूर्ण नेपालीहरूलाई जसरी राष्ट्रमा ऋण लाग्दाखेरि हाम्रो थाप्लोमा यति ऋण भन्छौँ, त्यसै गरी यो देशको कलङ्क हो जुन दरबार हत्या, व्यासमा पण्डितको हत्या, क्रिया पुत्रीको हत्या, यो भनेको माटोले भोगेको पाप। यो मिटाउनको लागि सम्पूर्ण नेपाली जनताहरूले त्यहाँ आएर श्रद्धाञ्जली अर्पण गर्ने र त्यो 5 ठाउँमा जहाँ हत्या भएको ठाउँको माटो पनि त्यहाँ ल्याएर हामीले त्यो विधिवत रूपमा उहाँहरूको मोक्ष गराउने, उहाँहरूको आशीर्वाद लिने र फागुनको 4 गते लाखौं महानुभावहरू देशैभरिबाट त्यो काठमाडौँमा जम्मा हुने र त्यो श्रद्धाञ्जली सभा सकेर हामी पशुपतिनाथको प्राङ्गणबाट जबसम्म हाम्रो हिन्दू अधिराज्य नेपालको स्थापना हुँदैन तबसम्म हामी धर्मगुरुहरू तपाईहरूको कडी भएर धर्म रक्षाको लागि, हिन्दू अधिराज्य स्थापनाको लागि हामी गुरुहरू छातीमा गोली थाप्न तयार छौँ। शान्तिपूर्ण ढङ्गबाट, एकदमै अहिंसात्मक ढङ्गबाट, धर्मको माध्यमबाट, धर्म सभाको माध्यमबाट धर्मले सबैलाई जोडेर, किनभने धर्मभन्दा ठुलो यहाँ केही पनि छैन। राजाले पनि आएर नतमस्तक हुने ठाउँ भनेको धर्म हो, प्रजाले पनि आएर नतमस्तक हुने भनेको धर्म हो। र धर्मले नै राजालाई विष्णुको अवतार मान्ने भएको हुनाले धर्मगुरुहरू अगाडि लागेर तपाईहरू हामीहरू साथमा हातमा हात मिलाएर अब आउने यो फागुनको 4 गते कार्यक्रमको समापन गरी हिन्दू अधिराज्य नेपाल स्थापनाको लागि हामी धर्मगुरुहरू जबसम्म हिन्दू अधिराज्य स्थापना हुँदैन तबसम्म हामी आफ्नो आश्रममा नफर्किने गरी हजारौं धर्मगुरुहरू, नागा साधु सन्तहरू पशुपतिनाथमा अघिल्लो दिन शिवरात्रिमा जम्मा भएका महानुभावहरू हामीहरू हिन्दू अधिराज्यको स्थापनाको लागि अघि बढ्दैछौँ। त्यसमा हजुर हामी सबै एकजुट हुनुपर्छ। यो भनेको कुनै व्यक्तिगत कार्यक्रम होइन, यो भनेको हाम्रो अभिभावकको कार्यक्रम हो। यो यज्ञ भनेको राजा महाराजाहरूले गर्ने यज्ञ हो, किनभने यो पञ्चोग्र पापले नै यो देशलाई ग्रस्त बनाएको छ। त्यो उद्धार गरिकन हामी हिन्दू अधिराज्यको लागि 4 गतेबाट धर्मगुरुहरू हजुरहरू हामीहरू सबै एक ठाउँमा जम्मा भएर जानुपर्नेछ। र म यहीँबाट घोषणा गर्न चाहन्छु, फागुन 21 गतेको चुनाव यो देशमा कुनै हालतले हुनेवाला छैन। यसमा निर्धक्क भएर रहनुहोला। र म यही कार्यक्रमको जानकारी गर्दै, यो धार्मिक अनुष्ठान हो, यसको हामीलाई अभिभावक मतलब हाम्रो गार्जियनको रूपमा आदरणीय प्राज्ञ ऋषि डाक्टर जगमान गुरुङ बुवा पनि हाम्रो साथमा हुनुहुन्छ। र हामी यो कर्म गर्न, यो हाम्रो फाइनल कार्यक्रम हो। पशुपति र तिरुपतिको एउटा निमित्त भएर हामी यो काम गर्दैछौँ, भगवानलाई साक्षी राखेर अनुष्ठान लिएर।
या त हामी शहीद हुनेछौँ या त हामीले हिन्दू अधिराज्य प्राप्त गर्नेछौँ। हाम्रो यस्तो प्रण र सङ्कल्प रहेको छ। यसमा हामी सबै एकजुट हुन जरुरी छ। यहाँ जुङ्गाको लडाइँ होइन, यहाँ कुनै पार्टी र कुनै व्यक्तिको विषयले यो हिन्दू अधिराज्य फर्किने होइन। धर्मले नै सबै कुरालाई अटाउँछ, धर्मले नै सबै कुरालाई जोड्दछ। भगवान् कृष्ण भन्नुहुन्छ, अर्जुन तिमी कर्म गर, तर तिमी कर्ममा निष्ठावान भएर गर, त्यो फल दिने मैले हो, तिमी फलको आशा नगर भन्नुहुन्छ। त्यसैले हामी सबै एकजुट हौँ, हामी सबै लागौँ निस्वार्थ भएर भन्दै म आफ्नो बाणी विराम दिन चाहन्छु। जय कर्मनिष्ठ, जय देश, जय नरेश।